हेलो गुड मर्निङ गाइस, नमस्ते। यहाँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि आज चाहिँ म हजुरहरूलाई कुन छ लिएर जाँदैछु के अनि आज चाहिँ हामी मेरो छोरीको जन्मदिन बनाउन जाँदैछु। अनि भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। धन्यवाद। जय नेपाल। उठ्दैन गाडी उठाउन जान्दैन बुढो भएर चिउरा आयो चिउरा चिउरा मान्छे मालामाल मारामार भयो। दिल्ली मानुकोमा छोड्दै भाइ गौडबाट हालिदिएको त्यही हो दिल्ली मानु भनेको यो तलबाट कुन चाहिँ जाँदैछौँ के गाउँबाट है यता हेर न बुढो तिम्रो नि यो पहिलोचोटि हो यस्तोमा चढेको नानु। अनि आज चाहिँ बुनु र म चाहिँ अनि कता आएको रे बुनु हामी आज चाहिँ हामी बुनुको जन्मदिन बनाउन आएको छौँ कि अनि त्यस हामी चाहिँ आज तनहुलाई चाहिँ बिदाई गरेर अनि हामी चाहिँ लमजुङतिर बस्छ सर्दैछौँ के है बुनु। किनभने हामीलाई लमजुङको हिमालहरू एकदम राम्रो लाग्छ नि त, लमजुङको वातावरण एकदम राम्रो छ, त्यही भएर हामीले तनहु छोड्दैछ। ए बुनु कहाँ चढेको, गाली गर्छ जाऊ आइजाउँ, गाली गर्छ ओइ कसको गाडीमा चढेको आइज म त गयो। बुनु र म चाहिँ आज तनहु आएको थिएँ के अरे बुनुको जन्मदिन बनाउन। अनि हामी चाहिँ अब तनहु छोड्दैछौँ के अरे, तनहुलाई बिदाई गरेर हामी लमजुङ जाँदैछौँ। बुनु र अहिले कुन्छाबाट हिँडेर जाँदैछौँ के अरे। अनि सुन्दा बजार गएर हामी मिल्यो भने मौसममा जान्छ बुनु र म चाहिँ। ए बुनु के खाने बुनु आज? समोसा पकोटा तोको पैसा के किन्ने बुनु यता हेर नेपालको झन्डा रहेछ, सलाम गरिदियो ल, जय नेपाल भनिदियो।
उसलाई चिन्नुहुन्छ के अरे बाजेको नाम रामे हो रामे रामेको छोरा हजुर अनि बुनु चाहिँ मेरो के अरे काठमाथि बसिछ के अरे बुनुलाई थकै लागेको हो सुन्दर बजार आएपछि चाहिँ पछाडि देखेको सुन्दर बजार चाहिँ आउन बुनु के भयो छ क्या पाइलो बोक्दैन म कालो दाल खाने भन्नु रातो दाल मिसाएर खाने हो मैले वरिले एक पाथी पठाइदिएको थियो त्यही हो हाम्रो त हिजो चाहिँ अनि यहाँ फुपूहरूकोमा आएको थियो के अरे यता भिडियोमा भनेको कि ए अब त बुढी भयो काट्न नानी अनि तल देखेको चाहिँ सुन्दर बजार हो के अरे यो चाहिँ सुन्दर बजार भयो के अरे यता बौद्ध हिमाल पनि देखिरहेछ प्यार्जुङ चाहिँ यो साइडमा छ कि यहाँ यो साइडतिर प्यार्जुङ पर्छ बुनु है नानी नानी फर्स्ट कुरा बोल्न जान्दैन रहेछ हामी चाहिँ गुरु कुरा त